नयाँ सरकार आउँदाखेरि पनि जेनजीहरू फेरि पनि सडकमै आइराख्नु भएको छ। तपाईँहरू कसै किन सडकमा आउनुभयो होला? यो चाहिँ रहर भन्दा पनि अफकोर्स बाध्यता हो, त्यो फर अभियस रिजन होइन। किन यो आज चाहिँ हामीले किन भन्दाखेरि थुनुवामा जबदेखि 8-9 महिना हुन लागिसक्यो, अहिलेसम्म पनि जेलमै हुनुहुन्छ, प्रोजिक्युसन अन्डर इन्भेस्टिगेसन नै हुनुहुन्छ, कति धेरैजना कि 100जना नै। अनि कतिजनाले बेल लाखौँको बेल तिरेर निस्किनु भयो। त्यो क्रममा चाहिँ पहिला जब इन्टरिम गभर्मेन्टको गृहमन्त्री हुनुहुन्थ्यो, उहाँसँग कुरा गर्दा, अटर्नी जेनरलसँग कुरा गर्दा, हामीले सिनियर पुलिस अफिसरसँग पनि बसेर कुरा गर्दाखेरि पनि देयर सो मेनी केस फाइल्स जुन हामीले सबमिट गरेको थियो त्यो हेरेर र अहिले भर्खर पनि चलिरहेको केसहरू हेर्दाखेरि चाहिँ म आफै पनि लिगल ब्याकग्राउन्डबाट आएको कारणले पनि मैले भन्न सक्छु कि यो केस साँच्चीकै प्रोजिक्युट हुनुपर्ने, फर्दर जानुपर्ने हो कि होइन, अथवा कति चाँडै चाहिँ यसको फैसला हुनुपर्ने केस हो भने त्यति कुरा चाहिँ म हेर्न सक्छु होइन। सो त्यो आधारमा म तपाईँले के भन्न सक्छु, किन हामी आज यहाँ छौँ भन्दाखेरि चाहिँ केसहरू हेर्ने क्रममा हामीले के देख्यौँ भन्दाखेरि चाहिँ घटना मुटुल्कादेखि अदालतले सबमिट गरिएको प्रमाणहरू त्यो कुनै पनि तरिकाले चाहिँ कोड अफ लमा चाहिँ एडमिसिबल छैन, अथवा त्यो बलियो आधारै छैन कि जुन खालको अपराधको एक्युजेसन लागेको छ त्यो अपराध बन्ने खालको प्रमाणहरू नै छैन कि। तैपनि अहिले पनि इनोसेन्टहरू चाहिँ प्रोजिक्युसनमा छ, इन्भेस्टिगेसनमा छ, कस्टडीमा छ, जसले गर्दा चाहिँ प्यारेन्ट्सहरूलाई एकदम धेरै स्ट्रेसफुल सिचुएसनमा धकेलेको छ। त्यही कारण पनि हिजो हामीले जब सुकुम्बासीको आन्दोलन गर्थ्यौँ त्यतिखेर चाहिँ हामीलाई प्यारेन्ट्सहरूले सम्पर्क गर्नुभयो, हामीलाई तपाईँहरूको अलायन्सको हेल्प चाहियो, नत्र हामी आमरण अनसनमा जान्छौँ, हामी त चाहँदैनौँ, यति बुढेसकालमा लागेको रोग छ कतिजनालाई होइन, उहाँहरू फेरि आमरण अनसनमा जानुहोस्। त्यही कारणले सोलिडारिटी र एउटा तत्कालीन आवश्यकता भएको कारणले पनि हामी आज यहाँ सडकमा आउनु परेको। हजुर, यो सरकारले तपाईँहरूले बनाउनु भएको सरकार हो, तपाईँहरूकै जगमा बनेको सरकार हो होइन, यो सरकारले पनि तपाईँहरूका मागहरू पुरा गर्न सकेन? यो अब आन्दोलनकै जगमा बनेको हो, अफकोर्स नथिङ टु डिनाई त्यसमा होइन, तर आन्दोलनको फाइदा उठाउने अथवा त्यसको सुरुमा राम्रोसँग प्रमिसेसहरू दिनुभयो होइन, विल डु दिस एन्ड द्याट 15 डेजभित्र, अरू म्याक्सिमम् 15 डेजभन्दा केही दिन लामो दिनभित्र चाहिँ सबै इन्भेस्टिगेसन, सबैभन्दा फर्स्ट चाहिँ वुन्डेड घाइते र शहीदको परिवारलाई चाहिँ यो आन्दोलनको भित्र रहेर चाहिँ नयाँ सरकारले चाहिँ प्रायोरिटी दिने भनेको थियो र दिनुपर्छ भन्ने हाम्रो सम्झौताको माग पनि हो, तर त्यो काहीँ पनि भएको छैन होइन। सो यो हेर्दाखेरि चाहिँ अहिलेको सरकारले आन्दोलनलाई आफ्नो धरातल त बनायो, तर माथि चढ्ने सिडी मात्रै बनायो, तर माथि पुगेपछि दे हेभ कम्प्लिटली फर्गटन हो कि जस्तो पनि देखिन्छ। तपाईँको कुरा सुन्दै गर्दाखेरि एउटा केपी ओली ढालेम अर्को केपी ओली जन्मियो भन्ने जस्तो कुरा छ। हो, वी जस्ट ब्यान्स एउटा क्रुअल जस्ट टु मेक अनदर पर्सन क्रुअल, त्यस्तो भएको सिचुएसन पनि देखिन्छ होइन। अब राजनीति भन्ने कुरा कस्तो हुन्छ हामी सबैलाई थाहा छ, बट येट क्वेसन गर्नु पनि हाम्रो कर्तव्य हुन्छ र अधिकार पनि कुरा हो। सो द्याट्स व्हाट वी आर डुइङ होइन। अनि त्यसपछि जति पनि यो हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्र देशमा कस्तो खालले चाहिँ सरकारले फङ्सन गर्नुपर्ने हो, एउटा माथिल्लो अथोरिटीमा बसेको मान्छेको हरेक क्रियाकलाप, बोली वचनदेखि लिएर उसले गर्ने हरेक डे टु डे लाइफको जति पनि एक्टिभिटिजहरू हुन्छ त्यो कुरा सबै कुरा आन्सरेबिलिटीको भित्र पर्छ कि। तर हाम्रो अहिलेको सरकारले पहिलाको सरकारले जति पनि आन्सरेबिलिटी नदेखाएको जस्तो देखिन्छ कि। होला दे माइट ह्याभ बिगर प्लान्स, ग्रेटर प्लान्स, न्यू स्टाइलको प्लान्स, बट जबसम्म तपाईँले लोकतन्त्रको तत्त्वहरूलाई अँगाल्नुहुन्न, त्यसलाई साक्षात्कार दिनुहुन्न, तबसम्म त्यो लोकतान्त्रिक हुँदैन। तपाईँको इन्टेन्सन मात्रै हुँदैन, इन्टेन्सन सुड बी एक्जिक्युटेड अर लाइक भिजिबल कि ठ्याक्कै तपाईँको एक्सनमा देखिनु पऱ्यो कि तपाईँको इन्टेन्सन प्रष्ट रूपमा देखिनु पऱ्यो, अनि पो हुन्छ। हो, सरकार र जनताबीच जहिले पनि एक खालको टेन्सन हुन्छ, त्यो इनहेरेन्ट कुरा हो होइन। लोकतन्त्रमा जहिले पनि एक खालको स्ट्रेस हुन्छ, सकस हुन्छ, तर त्यसको स्तर, त्यसको रिजन, त्यसको कारणहरू फरक हुनु पर्यो। हिजो पनि यहाँ खान नपाएको कारणले, हिजो पनि जेल चलान अवैधानिक आर्बिट्रेरी डिटेन्सनको कारणले हिजो पनि यहाँ आए सडकमा, आज पनि त्यही कारणले होइन। वर्षौँ अगाडि पनि प्रहरीले दमन गर्यो भनेर आएका आउँथे, अहिले पनि त्यही कारणले सडकमा छन्। वर्षौँ पहिला पनि प्रधानमन्त्रीले त अहिले ढुक्क हुनुहोस् भनेर हिजो स्ट्याटस पनि हान्नुभयो नि त। उहाँले ढुक्क हुनुहोस् त पहिलादेखि नै भन्नुभएको छ, तर ढुक्क हुँदै गर्दाखेरि झन् हरेक दिनको नयाँ नयाँ क्रियाकलापले झन् धेरै हतोत्साहित पार्ने खालको माहौल सृजना गरेको छ। त्यो कारणले हामी आउन बाध्य छौँ, नत्र हाम्रो काम छ, पढाइ छ, फ्यामिली छ, वी नट बिङ एबल टु गिभ टाइम आफ्नो प्यासनलाई, आफ्नो जबलाई होइन। हरेक दिन सडकमा आउनुपर्छ, किनकि आन्दोलनमा सम्झौतामा काम गर्यो, साइन पनि गराउनलाई कति घाइते साथीहरूलाई हामीले कन्भिन्स गरेको हो कि लिटरली हामीले पर्सनली नै। अनि त्यो कारणले पनि हाम्रो एक खालको एकदमै इनहेरेन्ट अनडिनाएबली एउटा अब्लिगेसन बन्दो रहेछ कि अब उहाँलाई चाहेको बेला हामी उभिदिनु पऱ्यो सडकमा होइन। उहाँले त्यो कारणले पनि
ढुक्क बन्नुहोस् त भन्नुभएको छ भनेर मात्र त्यही भने नि इन्टेन्सन तपाईँको बोली सुड कम इन स्पष्ट रूपमा चाहिँ एक्सनमा आउनु पऱ्यो त्यो आएन हरेक दिन नयाँ एक्सन गर्नुहुन्छ एक्जिक्युट गर्नु बट इट्स क्वेसनेबल अल द टाइम होइन जेनजी आन्दोलन पछि तपाईँले जसलाई प्रधानमन्त्री बनाउनको लागि बोलाउनु भएको थियो नि त्यही व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ तैपनि जेनजीको 10 बुँदे कार्यान्वयन चाहिँ किन भएन त त्यो कसलाई बोलायो किन बोलायो भन्ने कुरा एकदम इमर्जेन्सीको सिचुएसनमा हो क्राइसिसको सिचुएसनमा त्यतिखेर मान्छे डेस्परेट हुन्छ पुरै कन्ट्रीमा एक खालको भ्याकुमको सृजना थियो होइन पावर भ्याकुमदेखि लिएर ट्रस्ट गरेको व्यक्ति हो नि त बालेन्द्र शाह त विश्वास म पर्सनली आई नेभर ट्रस्टेड हिम मैले उहाँको म डिसरेस्पेक्ट गर्न खोजेको होइन बट एज अ पोलिटिकली भन्नु पर्दाखेरि चाहिँ उहाँ जब मेयरको रूपमा काम गर्नुहुन्थ्यो तब पनि उहाँको काम गर्ने शैलीदेखि लिएर होइन सम्बोधन गर्ने शैलीदेखि लिएर प्रेजेन्ट आफूले कसरी प्रेजेन्ट गर्नुहुन्छ एज अ मेयर एज एन अथोरिटी पनि त्यो कुरा सबै क्वेसनेबल थियो अन्डर द डेमोक्रेसी होइन पर्सनली उहाँ जस्तो पनि हुन पाउँछ उहाँको चोइस बट देन एज अ डेमोक्रेटिक कन्ट्रीको एउटा अथोरिटीको रूपमा उहाँले जुन तरिकाले काम गर्नुहुन्छ त्यो क्वेसनेबल छ उहाँले त्यो सुधार्नुपर्छ जस्तो लाग्छ र सुधार्न सक्नुहुन्छ जस्तो पनि लाग्छ कि क्यान डु बेटर जनता र जेनजीले जति विश्वास गरे नि त्यति विश्वास गर्नुपर्ने पात्र चाहिँ बालेन्द्र शाह होइन भन्नु खोज्नु भयो अहिले उहाँको एक्सनले त्यो भन्छ तर उहाँको इन्टेन्सन के हो विड लाइक टु सी मोर विड लाइक उहाँले अझै आफ्नो सही इन्टेन्सन छ भन्नुहुन्छ होइन जब लेख्नुहुन्छ ओ सही नै इन्टेन्सन हो कि भन्ने पनि कहिलेकाहीँ लाग्छ बट मोस्ट अफ द टाइम क्वेसनेबल छ त्यही भएर विश्वासै गर्नुपर्ने सरकारमा बसेको मान्छेलाई विश्वास होइन उहाँलाई माग राख्नुपर्ने होला सहयोग गर्नुपर्ने होला सहकार्य गर्नुपर्ने त्यो गर्नलाई सबैजना तयार छन् तर उहाँले त्यसको लागि माहौल कस्तो बनाउनु भएको छ भन्ने कुरा हो मेन क्वेसन चाहिँ यहाँ के उहाँ विश्वास आँखा चिम्मा गरेर सत्तामा बसेको मान्छेलाई विश्वास गर्ने होइन कि त्यो तपाईँ नाइब हुनुभयो तपाईँ अति सोझो हुनुभयो सरेन्डर गर्नुभयो कि तपाईँले त उहाँलाई त्यहाँ काम गर्न पठाएको मान्छे काम गर्नु पठाएको मान्छेले चेक गरिराख्नु पऱ्यो चेक एन्ड ब्यालेन्स हुनु पऱ्यो भन्ने कुरा हो कि सो यु सुड कसैले पनि ट्रस्ट गर्नु हुँदैन कि सरकारले 100% बट देन सहकार्य गर्नलाई ओपन माइन्डेड भएर ढुक्क त हुनु उहाँले सुरुदेखि भनिराख्नु भएको छ होइन त्यो ढुक्क हुनु भन्दैमा त्यही भने नि ओके ढुक्क हुनु तपाईँलाई चाहना छ भने इट्स अप टु यु तर मेक स्योर तपाईँ क्रिटिकल भएर उहाँको क्वेसनहरू उहाँको कामहरूलाई क्वेसन पनि गर्नुहुन्छ क्वेसन मतलब उहाँलाई राम्रो गर्दा पनि नराम्रो भन्ने होइन त्यो भन्न खोजेको होइन बट देन डेमोक्रेटिक कन्ट्रीमा तपाईँले जहिले पनि चेक एन्ड ब्यालेन्स तरिकाले चाहिँ आफ्नो विचारहरू राख्नुपर्छ यु सुड नट सरेन्डर तपाईँले आफ्नो विचार आइडियोलोजी सोच चाहिँ इन्फ्लुएन्स भएर पुरा इन्ड्युस भएर चाहिँ गर्नु भएन तपाईँहरूले जेनजी आन्दोलन गर्दै गर्दा एउटा माग यो पनि थियो कि सहजै रूपमा सिंहदरबार छिन्न पाउनुपर्छ तर जनताले त प्रधानमन्त्रीको बोली समेत सुन्न पाएको छैन तपाईँले प्रधानमन्त्रीलाई भेट्नुको त परै जाओस् यसलाई कसरी हेर्नु भएको छ सहज रूपमा सिंहदरबार छिन्न पाउनु पर्यो भनेको मतलब पब्लिक पार्कमा जस्तो जानु पाउनु पर्यो भन्न खोजेको होइन त्यो भनेको हाम्रो प्रतिनिधित्व चाहिँ सहज रूपमा जानु पर्यो जब सिंहदरबारमा पुग्नुपर्ने कुनै पनि इस्यु छ विषय छ त्यो कुरा चाहिँ सहज रूपमा जानु पाउनु 10 थरीको मान्छेलाई बिचमा बिचौलिया युज गर्नु नपरोस् सिधै माथि केन्द्रमा कुरा पुग्न सहज होस् भन्ने त्यो एउटा सिम्बोलिक ल्याङ्ग्वेज युज गरेको हो सो त्यो भएको छैन मोस्ट अफ द टाइम जस्तो लाग्छ मलाई अहिले पनि सुकुम्बासीदेखि लिएर अरू डिफ्रेन्ट इस्यु तपाईँलाई थाहा छ होइन सुकुम्बासीको इस्युमा पनि काम गरिरहेछौँ हाम्रो अलायन्सको साथीहरू म लगायत धेरै साथीहरू अरू पनि थुप्रो सो त्यो कुरामा काम गर्दै गर्दाखेरि मैले देखेको चाहिँ सिंहदरबारसँगको एउटा जुन समन्वय हुनुपर्ने त्यो सहज छैन अनि त्यो त्यस्तो अवस्था नहोस् भन्ने हाम्रो माग थियो प्रधानमन्त्रीको बोली सुन्न पनि गाह्रो छ क्या अहिले मान्छेले बोली सुन्नलाई पनि तपाईँको हर्क साङपाङ त दिनदिनै संसदमा विरोध जनाइराख्नु भएको छ एक्ज्याक्टली प्यार बोल्नुपर्छ भनेको होइन बट देन चाहिने जवाफको मैले सुरुदेखि नै के भन्ने गरेको छु भने तपाईँ कुनै पनि डेमोक्रेटिक राज्यको नागरिक अथवा जोसुकै एउटा अथोरिटीमा हुनुहुन्छ भने तपाईँ आन्सरेबल हुनुपर्छ चाहे जनताले जतिसुकै स्टुपिड क्वेसन सोधोस् यु सुड रेस्पोन्ड द्याट क्वेसन अब बौद्धिक तरिकाले त्यो तपाईँ अप टु यु होइन लिडर भएपछि तपाईँ त्यति स्किल हुनुपर्छ त्यो स्टुपिड क्वेसन होस् कि नाइभ क्वेसन होस् कि वाइज क्वेसन होस् कि कन्स्ट्रक्टिभ क्वेसन क्रिटिकल क्वेसन होस् पोलिटिकल पर्सन जस्तो पनि खालको क्वेसन होस् यु सुड एड्रेस अब हरेक दिन घरमा गएर एड्रेस गर्नु भनेको होइन एक खालको प्रेस कन्फरेन्स गरेर एड्रेस गर्न सक्नुहुन्छ कुनै पनि अब अफिसियली प्रेस रिलिज गरेर होइन जसरी पनि गर्न सकिन्छ तर सो मेनी वेज होइन पब्लिकको क्वेसनलाई एड्रेस गर्ने तर हि इज नट डुइङ केही पनि गरिराख्नु भएको छैन नि त अहिलेको मन्त्री हाम्रो प्रधानमन्त्रीले सो त्यो गर्नु पर्यो त्यो लोकतन्त्रको एउटा अटुट त्यो इनअलाइनेबल एउटा तत्त्व हो कि सरकार र जनता बिचको संवाद भनेको दोहोरो संवाद हुनु पर्यो उहाँले मन लागेको बेला मात्रै आउने मन लागेको कुरा मात्रै बोल्ने त्यसपछि कुनै पनि प्रतिक्रिया अथवा अन्तर्क्रिया छैन त्यो समस्याजनक हो त्यसले त्यो पुरा लोकतन्त्रलाई नै रिस्कमा धकेलिदिन्छ कि त्यो भइरहेछ त्यही भएर क्वेसनहरू रेज भइरहेको अदरवाइज
भोट त दिएकै हो नि त होइन, भोट धेरै पठाएको उहाँ आरएसपीको हो, तर आरएसपीको भोट लडिन्जेल मात्रै हार्छ। अब माथि गएपछि उहाँ सबैको हो, सो हि सुड टक टु एभ्री वान। उहाँले सबैको कुरा एड्रेस गर्नु पर्यो। अब त्यसमा टाइम एनर्जी रिसोर्सेस लाग्छ, हामी बुझ्छौँ त्यसमा, तर उहाँले त जिम्मेवारी लिएर जानुभयो नि त होइन, कसैले उहाँले जबरजस्ती त्यहाँ राखेको होइन। त्यही भएर पनि हि सुड बी आन्सरेबल। उहाँको जुन तरिकाले नबोल्ने, दोहोरो अन्तर्क्रिया नगर्ने शैली चाहिँ त्यो समस्याजनक छ भन्ने हाम्रो चाहिँ विचार अथवा स्पष्टीकरण हो। हस्, थ्याङ्क यू सो मच।